बिलले भन्छन् के प्राणी पुनर्जन्म लिन्छन्? यदि लिन्छन् भने उनीहरूलाई पूर्वजन्मको बारेमा किन थाहा हुँदैन? नायाले भन्छन् ब्रह्माण्ड विस्तार र रूपान्तरण न मनुष्यको आत्मा मनुष्य शरीरमा नै जान्छ, अरू जीव आत्मामा जाने छैन। ज्ञानी आत्माको तरङ्ग यति धेरै बलियो हुन्छ जन्म र मरणको पर्दा छोडेर अर्को अलौकिक पर्दा च्यातेर अर्कै संसारमा जानेछन्, फेरि यो संसारमा आउँदैनन्। त्यहाँबाट पनि अझै अर्को संसारमा जाने गतिविधि गर्नेछन्। मेरो काम आत्माको सुरक्षा कवच हो। आत्मा पर्दाभित्र छिरेपछि मेरो काम पुरा हुन्छ। म धेरै खुसीका साथ फर्कन्छु, उसको चेतना विचार संसारमा विस्तार गर्नेछु। जस्तो पहिलाको मोबाइल फोन र अहिले, पहिलाको सहर र अहिले, पहिलाको औषधि र अहिले आदि आदि। त्यो अनौठो संसारको बारेमा मलाई पनि ज्ञान छैन। त्यहाँ गएको आत्मा फर्केर आएको पनि छैनन्, त्यसैले हाम्रो संसारमा त्यसको ज्ञान छैन। अब अज्ञानीहरू देहत्याग गर्दै भ्रम र शङ्काको कारण टुटेका हुन्छन्। उनीहरू त्यो पर्दासम्म पुग्छन्, पर्दा च्यात्ने प्रयास गर्छन्। मेरो कवच कमजोर भएको कारण म पनि टुटेर हराउनेछु। अन्तमा प्राणी फेरि जन्म लिन यही संसारको पर्दा च्यात्नेछन्। त्यसबेला प्राणीसँग आत्मा बाहेक केही पनि रहँदैन, बिल्कुल नयाँ र अनजान। फेरि म र प्रकृतिबाट सिक्दै जानेछन् र आत्मालाई जोड्दै लैजान्छन्। धेरै कुरा सिक्न धेरै जिउनुपर्छ। मेरो कलालाई आविष्कार, योगदान, बलिदान र त्यागमा समर्पित गरेर आत्मालाई मेरो तरङ्गसँग जोड्नुपर्छ। बाँकी कथा अर्को भागमा आउनेछ।